यो व्हाट्सअप गाइज वेलकम ब्याक टु माई न्यू भिडियो। त अनि के छ केटा हो अनि ठिक छ नि सबजना सन्चै होला होइन। आज चाहिँ मैले चाहिँ टुर्नामेन्ट चाहिँ खेलिरहेको थिएँ खेल्न चाहिँ, तर सिएसवाला चाहिँ खेलिनँ किनभने आज हामी मेरो भाइको साथी र म चाहिँ त्यसरी नै ऱ्यान्डमली लिगामा भेटेको थियौँ होइन। अनि ल त दाइ आज खेलौँ 2v2 भन्दै थियो बेलुका, अहिले के भएर अफ भयो होइन, त्यही भएर खेलेकै छैन। अहिले म्याच छ फेरि बिआर चाहिँ खेल्दैछु, त्यो लुकेर हानिदिन्छु पछाडिबाट तनाव भइरहेको छ पैसा गएर होइन। ठिकै छ र पनि अनि यो चाहिँ अनि मैले चाहिँ यतिकै अब के गर्ने भिडियो चाहिँ बनायो टुर्नामेन्टको एउटा कतिले गएको छैन के हाल्नु त मरेको त भनेर मैले त्यो सोच्दै थिएँ। सिएस हान्दिनँ त आज भनेर अनि 2टा जति सिएस म्याच आज हालिरहेको छु म होइन। अब हेरौँ न सर्टहरू पनि हान्न ट्राई गरेर चाहिँ कतिमा भुटेको छु मैले होइन। अब त्यही त हो सिएस, यसो बेला बेला एम लक भइदिन्छ बडीमै होइन, त्यही हो अब के गर्नु र। ठिक छ, यहाँ चाहिँ पछाडि चाहिँ मेरो टिममेटलाई मारिरहेको थियो, म चाहिँ ओस्कार लाएर जान ट्राई गर्थेँ, फेरि एनिमीलाई हान्न के अरे काम लाग्छ भनेर गरेको हावामा एम गइदिरहेको क्या, अनि धन्न पछाडिबाट ब्याकअप आएको थियो। यो चाहिँ अर्को राउन्ड चाहिँ मार्च इलेक्ट्रिसिटीमा के भन्नु त्यहाँलाई त मैले त भुटेरै मारिदिएको नि त। त्यसपछि यतिकै एलाङ टालाङ भयो नि यहाँ यसलाई हानेको पछाडिबाट सालेले एक्सिमेन्टले हानिदियो मलाई। सर कसरी हान्यो भनेको त्यसरी लुकिरहेर त साला यहाँबाट टक्क हेडसट हान्दैछ नि त। अब त्यो चाहिँ देखाइनँ मैले, र पनि हानु एउटाले हम पकाएछ स्रफ बर्डले लक्कीले छोडिदियो अहिले त। अर्को राउन्ड चाहिँ क्लक टावरमा केटा मैले चाहिँ छिटो गरिरहेको छु ल, किनभने किन यहाँ त्यो हल्याङ टल्याङ गरेर देखाउने र मरेको या मारेको मात्रै देखाएर चाहिँ यो हिक्कनसाला अघि मैले यसलाई भुटेको अहिले पनि यही आएछ। अगाडि त ल्याङ हानिरहेछ रस हाने यस्तो गरेर लुकिदिनु पऱ्यो। ला हेर्ने भेटेन सेट एड्रप त एड्रपमा चाहिँ स्कार रहेछ होइन। यो एनिमीलाई मैले हान्ने ट्राई गरेको थिएँ, हेड चाहिँ लागेकै थिएन यार, कस्तो दामी लाग्थ्यो हेड के भएको यार मेरो। तर कसम भनेको कि केटा यो पैसाको खेल्दा चाहिँ नि 10 रुपियाँकै किन नसाय डर चाहिँ लाग्ने गर्छ यार कसम, यस्तो ढुकढुकिदिने कि मुटु है आमामा अनि त्यही डराएरै आत्तिएरै मर्दिने क्या म चाहिँ कसम छर्यो आउँदाखेरि त खतरा आउँदा भन्ने हुन्छ। कसम हिजोदेखि मैले 300-400 कति हालिसकेँ, 300 हाल्यो होला। जित्न त जितेरहेको छु, नजितेको त होइन। फेरि लोन उल्फमा मलाई कस्तो आउँछ यार एनिमीहरू, त्यो पुरै हुन्छ नि अब आमा सर्भाइभलवाला जस्तो खालको क्या एनिमी पनि। टक्कसँग लाएर बिचमा गइदिने होइन, ग्लोवालले प्याक गरिदिने, त्यो भएन भने माथिबाट चढिदिने होइन, माथिबाट हानिदिने लुकिदिने अनि लास्टमा आएर हानिदिने। त्यही भएर उता त खेल्न बेकार रहेछ यार, सिएसहरू त खेल्न बेकार रहेछ कि त 2v2 खेल्नु पऱ्यो भनेर। अनि म चाहिँ टक्क बेलुका भाइलाई पनि भनेको थिएँ। अनि अघि बिहान चाहिँ म चाहिँ मतलब बिहान त के भन्नु दिउँसो 2 बजीतिर खेल्दाखेरि चाहिँ मेरो जुन यहाँ नाम छ नि त्यो मेरो नाम होइन क्या, मेरो भाइको नाम हो। मेरो आइडी ह्याक भएको छ होइन, युट्युबवालाहरूलाई त थाहा होला। मतलब अब के त्यो भिडियो कहाँ सुनेकोले त हेरेको छैन होला, र पनि अब यसो भन्दाखेरि युट्युबमा चाहिँ मैले भनेको थिएँ, किन युट्युब मैले अलिक अगाडि नै सुरु गरेको थिएँ मतलब भिडियो हाल्न। टिकटकमा चाहिँ मैले 3-4 दिन भयो। टिकटकवालालाई थाहा छैन भने चाहिँ मेरो चाहिँ आइडी चाहिँ एउटा ह्याक भएको छ। कहिले भन्दाखेरि त्यही 10 डिसेम्बरतिर होला हौ, मैले यसो खोलेँ होइन। 9 डिसेम्बरतिर खोलेँ आइडी बेलुका 12:30-1 बजीतिर। त्यो चिरक अब युट्युब हान्नुपर्छ भनेर खेल्दै मतलब डाउनलोड गरेँ अनि खेलेँ बेलुका। अनि बेलुका खेलेपछि चाहिँ कस्तो भने खेलेँ होइन, अनि लगआउट गरेँ। मतलब लगआउट भन्दा पनि लगआउट गरेँ होइन मैले के अरे फेसबुकमा चाहिँ मैले लगआउट गरेँ, अनि गेममा लगइन थियो। अनि भोलि फेरि दिउँसोतिर भोलि चाहिँ छुट्टी थियो क्या, खै के को छुट्टी थियो सायद मेरो कलेज छुट्टी थियो। अनि छुट्टी हुँदाखेरि चाहिँ म चाहिँ टक्क खेल्थौँ न त दिउँसो भनेर अनि टक्क हेर्छु छैन आइडी यार, अर्को नुब आइडी आउँछ कसम नाम राख भन्छ। अनि
भाइले खेल्थ्यो क्या मेरो आइडी, म यसो खेलेको थिइनँ नि त। अनि यही युट्युब स्टार्ट गर्छु अब भनेर मात्र मैले खेल्न थालेको फेरि। अनि खेलेको थिइनँ मैले। अनि भाइलाई सोध्छु तँ नि कसलाई दिएको थिइस् भनेर। अनि ऊ टुर गएको रहेछ। अनि टुर जाँदाखेरि मैले उसलाई दिएको थिएँ भने त्यसलाई सोध भनेको होइन त्यसले भन्यो। अनि कसले ह्याक गरिदिइरहेको, मैले बाइन्ड गरेकै थिइनँ आइडी, ह्याक भइदिइरहेको। दिमाग खराब भएको नि यार, कसैमा कम्ता थियो प्राइम 6 को आइडी यार, इभो 10-12वटा कतिवटा थियो तनाव भन्नु कसैमा। यो आइडी चाहिँ मेरो भाइले खेल्थ्यो क्या, अनि उबाट मैले लिएर अनि त्यो भएर त्यसकै नाम छ, भाइकै नाम छ क्या। मेरो नाम चेन्ज गर्नुपर्ने अब हेरौँ न, नेम चेन्ज कार्ड त छ तर के राख्ने नाम भन्ने भइरहेछ। त्यही भएर कुकुरहरू किन कराइरहेछ डोज चाहिएको हो क्या कुकुरहरूलाई यार। यहाँ चाहिँ त्यस्तो खासै चाहिँ अब होइन खतरा खेल्नुपर्ने खालको खेलेकै छैन क्या मैले। मतलब जो कस्टममा चाहिँ कस्तो भने म चाहिँ खेल्ने मतलब वान ट्यापमा हाने पनि युएमपीहरूले चाहिँ खतरा लाग्थ्यो होइन। जब लिगामा खेल्न थाल्यो यार लाग्दैन कसम भनेको। दिमाग खराब भइदियो त्यो डराएर क्या लामा भन्ने त्यस्तो भएर भएको। 6 रुपियाँकै भाग खेल्दा पनि 10 रुपियाँकै खेल्दा पनि त्यस्तो चाहिँ हुने रहेछ क्या। त्यसमा आउँदाखेरि चाहिँ आउँछ र पनि त्यस्तो चाहिँ हुँदो रहेछ क्या। सुरु भएर पनि त्यस्तो हेरौँ न अब हल्का त्योसँग फेमिलियर हुन्छ नि। अनि त्यसपछि हुन्छ ल अब चाहिँ गेममा फोकस गरौँ ल। यो राउन्डमा चाहिँ नि मैले 2टा नक रहेछ होइन, 2टा लाइभ छ। धन्न तिनीहरूले रिभाइभ चाहिँ गर्दैन क्या, व्यवस्था हुँदैन नत्र मेरो। म एक्लै छु यहाँ होइन, टक्क वाललाई दिन्छु। यो राउन्ड हेर केटा म कस्तो क्लच निकालिदिन्छु, 1v2 हानिदिन्छु क्या टक्कसँग। यहाँ मैले टक्क सुपर मेडिकेट ल्याएँ, मतलब के अरे यो बनफायर होइन बनफायर। म केही गरेको दिनँ जोन पनि आएको हुन्छ, म रस हानिदिन्छु भन्ने सोच्दै थिएँ। ऊ कुदिरहेको थियो, ऊ पनि आएको टक्कसँग हेडमा गयो। यसलाई मैले मारेँ अनि यहाँबाट आयो मैले लुकेँ टक्क हेरेर केटा कस्तो दामी हो नि यो त। अहिले एउटा पनि त्यसले मलाई गोली हानिदिएको थिएन, व्यवस्था हुन्थ्यो मेरो। ल यो चाहिँ लास्ट राउन्ड होइन, लास्ट राउन्ड चाहिँ अलिकति लामै जान्छ है, किनभने हल्का त्यस्तै भएको थियो क्या लास्ट राउन्डमा चाहिँ। उयो यार सोही खेलेको क्या कसम यार। अगाडिको टिम त्यस्तो मतलब हुनुपर्ने जस्तो पनि थिएन होइन। अनि अब मेरो चाहिँ अब भाइहरूसँग खेल्दाखेरि चाहिँ होइन, मतलब आफ्नो दाइ भाइहरूसँग खेल्दा चाहिँ यो चाहिँ ऱ्यान्डम हो नि त। आफ्नो फ्रेन्डहरूसँग खेल्दा चाहिँ अब उनीहरू त अब टक्क हिरो ग्रान्ड मास्टर हुन्छन् क्या, कतिजना 1-2जना त ग्रान्ड मास्टर पनि पुसान्छन्। अनि तिनीहरूसँग खेल्दा चाहिँ खतरा हुँदै क्या। यिनीहरूसँग खेल्दा त्यस्तो खासै ऱ्यान्डमसँग खेल्दा चाहिँ त्यस्तो खासै मन, तर ठुलो लेभलमा चाहिँ छैन। सिएसमा त म पनि प्लेटिनममै हो। यहाँ रहेछ यो केटी के भाकी भन्ने एउटा भन्छ नि, एउटा त्यस्तै भयो त छ्या। त्यो हेड नलाग्दियो यार, नभन्दै लाग्दियो। ओस्कार युज गर्नु पर्थ्यो मैले, कस्तो ठिकै छ यिनीहरूले हाल्न नि त। अनि ल गाइज अब आजको लागि यति नै। अब अरू पनि भिडियो आउँदै गर्छ, तिमीहरूको भाइलाई सपोर्ट गर्दै गर, भाइ दाइ जो भए पनि सपोर्ट गर्दै गर। यसो लाइक साइक फलो हान्दै गर्नु। म अब आउने छु भोलि, तब तकले बाई बाई।